नमस्कार, फेरि पनि म जेस पिज्जा एन्ड आइसक्रिमबाट बोलिरहेको छु हजुरको लागि एउटा फेरि नयाँ मेन्यु ल्याएको छु मैले। किनकि सबैको माग अनुसारको सबैजनाले चाहिँ सोध्नुहुन्छ जेस पिज्जा एन्ड आइसक्रिममा पिरो पिरो छोइला चाहिँ अहिले बन्दैन भनेर। त्यही भएर हजुरको डिमान्ड अनुसार मैले आजदेखि चिकन छोइला पनि बनाउन सुरु गरिसकेको छु। हजुरको लागि हेर्नुहोस् है, एकदमै स्वादिष्ट अर्ग्यानिक आफैले यहाँ बनाएको, केही पनि एकदमै मिक्स म्याक्स छैन, एकदमै हेल्दी। हामीले हाल्ने भनेको चाहिँ यहाँ तपाईँहरूले देख्नुभएको छैन, हरियो भनेको सिलान्त्रु भयो, अनि हामीले के अरे लसुन अनि अदुवा मिक्स म्याक्स गरेर अनि एकदमै औषधि अर्ग्यानिक औषधि जङ्गली टिमुर टक्क हालेर चाहिँ हामीले छोइला बनाएको छु, पिरो पिरो छोइला। त्यही भएर हजुरहरूको लागि चाहिँ छोइला मन पर्नुहुन्छ भने जेस पिज्जा एन्ड आइसक्रिममा एकचोटि भिजिट गर्नुहोस्। हजुरहरूको लागि चाहिँ छोइला रेडी भइसक्यो अब जेस पिज्जा एन्ड आइसक्रिममा। त्यही भएर हजुरहरूको लागि फ्रेस छोइला हामी एभ्रिडे बनाउँछु। बिहान बिहान चाहिँ टक्क बनाएर हजुरहरूलाई चाहिँ दिनभरिमा 40 अर्डरभन्दा बढी बनाउँदैन, किनकि हाम्रो इच्छा भनेको हजुरहरूको लागि एकदमै हजुरहरूलाई फ्रेस दिनुपर्ने हुन्छ। त्यही भएर दिनमा 40 अर्डर मात्रै हामीले छोइला बनाउँछु। त्यही भएर हजुरहरूले फेरि नपाउनु होला भनेर एकदमै आजदेखि छोइला पनि एभाइलेबल भइसक्यो। त्यही भएर हजुरहरूलाई चाहिँ छोइलामा टक्क लाएर जेस पिज्जा एन्ड आइसक्रिमको छोइला एकचोटि टेस्ट गर्नै पर्ने हुन्छ। हजुरहरूलाई वेलकम छ जेस पिज्जा एन्ड आइसक्रिम, भिजिट गर्नुहोस् अनि छोइलाको स्वाद लिनुहोस् जाडो मौसममा। त्यही भन्न चाहन्छु, सबैले सकेसम्म एकचोटि भिडियो चाहिँ सेयर गरिदिनुहोस्। हजुरले सेयर गरिदिनु भयो भने चाहिँ सबैले देखिन्छ, सबैको सामुन्ने पुग्छ भिडियो। अनि जेस पिज्जा एन्ड आइसक्रिममा नयाँ नयाँ मेन्यूहरू चाहिँ आइरहेको रहेछ भनेर सबैलाई थाहा हुनुको लागि हजुरहरूको एकदमै ठुलो हात छ। हजुरले भिडियो देख्ने बित्तिकै साथीभाइलाई एकचोटि सेयर गरिदिनुहोस् भन्न चाहन्छु। हजुरले टक्कै लगाएर भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि हजुरहरूको सामुन्ने एउटा नयाँ मेन्यू फेरि म ल्याउनको लागि जमर्को गर्दै अब बिदा लिन्छु। जय जेस पिज्जा एन्ड आइसक्रिम, जय जेस चिकन छोइला। थ्याङ्क यू भिडियो हेरिदिनु भएकोमा। बाई बाई।